संसारमा कोही एकदमै धनी अनि कोही किन चरम गरिबीमा छन्? कहिल्यै सोच्नु भएको छ? यो निकै ठूलो प्रश्न हो, तर यसको जवाफ हामीले सोचेभन्दा धेरै सरल र स्पष्ट हुन सक्छ। ल एउटा उदाहरण हेरौँ न। अमेरिकाको नोगालेस एरिजोना र मेक्सिकोको नोगालेस सोनोरा। नाम एउटै, ठाउँ लगभग एउटै, बीचमा एउटा बार मात्रै छ। तर वास्तविकता आकाश पातालको फरक छ। एरिजोनातिरको औसत आम्दानी 3 गुणा बढी छ। मानिसहरू लामो आयु बाँच्छन् अनि स्वास्थ्य र शिक्षा जस्ता आधारभूत कुराहरू पनि धेरै राम्रो छन्। त्यसो भए यहाँ के भइरहेको छ? मानिसहरू उस्तै, संस्कृति उस्तै, भूगोल पनि उस्तै। फरक के छ त? हो, त्यही बार, त्यही सिमाना। र यही सिमाना नै संसारभरिको असमानता बुझ्ने सबैभन्दा ठूलो सूत्र हो। अब खास कारणमा जानु अघि केही प्रचलित तर गलत धारणाहरूको बारेमा कुरा गरौँ। मानिसहरूले प्राय दिने तर्कहरू किन काम गर्दैनन् भनेर हेरौँ, यही नोगालेसको उदाहरणलाई अगाडि राखेर। पहिलो तर्क, भूगोल। यो तर्क धेरै सुनिन्छ होइन त, कि देशको भविष्य त्यसको मौसम वा भौगोलिक अवस्थाले निर्धारण गर्छ। तर नोगालेसको हकमा यो तर्क फिट हुँदैन। दुवैतिरको भूगोल दुरुस्तै एउटै छ। उत्तर र दक्षिण कोरियाको बारेमा सोच्नुहोस् त, प्रायद्वीप एउटै तर परिणाम कति फरक। त्यसैले होइन, यो भूगोलको कारणले मात्र पक्कै होइन। ठिक छ, भूगोल होइन भने के संस्कृति हो त? कतिपयको विचारमा केही संस्कृतिमा कडा परिश्रम गर्ने बानी हुन्छ, जसले गर्दा उनीहरू सफल हुन्छन्। तर फेरि नोगालेसलाई हेरौँ। बारको दुवैतिर बस्ने मानिसहरूका पुर्खा एउटै हुन्। उनीहरू एउटै खाना खान्छन्, एउटै सङ्गीत सुन्छन्। उनीहरूको संस्कृतिमा खासै भिन्नता छैन। त्यसैले संस्कृति पनि मुख्य कारण हुन सक्दैन। ल अब अन्तिम गलत सिद्धान्तको कुरा गरौँ, अज्ञानता। अर्थात् गरिब देशहरू गरिब छन् किनभने उनीहरूका नेताहरूलाई देश कसरी चलाउने भन्ने थाहा छैन। उनीहरूलाई सही सल्लाहको मात्र कमी छ। तर वास्तविकता के हो भने यो अज्ञानताको कुरा नै होइन। गरिब देशका नेताहरूले जाने जानी यस्ता नीतिहरू रोज्छन् जसले देशलाई गरिब बनाइराख्छ। किन? किनभने तिनै नीतिहरूले उनीहरू र उनीहरूको सानो गुटलाई असाध्यै धनी र शक्तिशाली बनाउँछ। यो गल्ती होइन, यो स्वार्थले प्रेरित निर्णय हो। त्यसो भए यदि भूगोल, संस्कृति वा अज्ञानता होइन भने के हो त? वास्तविक भिन्नता? यो सबै तर्कको केन्द्रमा एउटा शब्द छ, संस्थाहरू। अर्थात् त्यो समाजलाई चलाउने खेलका नियमहरू। एकातिर समावेशी आर्थिक संस्थाहरू हुन्छन्। यसलाई सबैका लागि समान अवसर दिने प्रणालीको रूपमा सोच्नुहोस्। यसले सम्पत्तिको सुरक्षा गर्छ, निष्पक्ष कानुनी प्रणाली दिन्छ र सबैलाई भाग लिन दिन्छ। जब मानिसहरूलाई प्रणालीमा भरोसा हुन्छ, उनीहरू कडा परिश्रम गर्न, लगानी गर्न र नयाँ आविष्कार गर्न तयार हुन्छन्। अनि अर्कोतिर शोषणात्मक आर्थिक संस्थाहरू। यी ठिक उल्टो हुन्छन्। यी प्रणालीहरू खेललाई आफ्नो पक्षमा पार्न डिजाइन गरिएका हुन्छन्, ताकि धेरैबाट धन खिचेर शीर्षमा रहेका थोरैलाई फाइदा पुगोस्। शक्ति र पैसा केही व्यक्तिको हातमा मात्र केन्द्रित हुन्छ। यो तालिकामा स्पष्ट देखिन्छ। समावेशी प्रणाली भनेको कानुनको शासन र सबैका लागि अवसर हो। शोषणात्मक प्रणाली भनेको थोरैको शासन, थोरैको फाइदाको लागि हो। यहीँनिर हो समृद्धि वा गरिबीतर्फ लैजाने आधारभूत भिन्नता। ल अब इतिहासमा फर्केर हेरौँ कि यी दुई फरक मार्गहरूले वास्तविक संसारमा कसरी काम गरे। यसको एक उत्कृष्ट उदाहरण हो सन् 1688 को इङ्ल्यान्डको गौरवशाली क्रान्ति। यो एक ऐतिहासिक मोड थियो। यसले राजाको शक्तिलाई सीमित गर्यो र संसदलाई बढी अधिकार दियो। यसले गर्दा अझ समावेशी राजनीतिक संस्थाहरूको जन्म भयो। अनि त्यसपछि के भयो? नयाँ सरकारले सम्पत्ति अधिकारको रक्षा गर्यो, जसले वित्तीय र यातायात क्षेत्रमा ठूलो क्रान्ति ल्यायो। यसले जेम्स वाट र उनको वाष्प इन्जिन जस्ता आविष्कारकहरूका लागि सही वातावरण बनायो र औद्योगिक क्रान्तिको सुरुवात भयो। तर जब इङ्ल्यान्ड खुला हुँदै थियो, अन्य ठाउँहरूमा भने बन्देज लगाइँदै थियो। अस्ट्रिया हङ्गेरीलाई हेरौँ। जब परिवर्तनका विचारहरू प्रस्तुत गरियो, महारानीको जवाफ थियो सबै कुरा जस्ताको तस्तै छोडिदियो। किनभने शासकवर्ग आफ्नो शक्तिलाई कुनै पनि हालतमा जोगाउन चाहन्थ्यो। यी निरङ्कुश शासकहरू रचनात्मक विनाश भनिने प्रक्रियासँग डराउँथे। यो भनेको नयाँ प्रविधि र विचारहरूले पुरानो शैलीलाई नष्ट गर्ने प्रक्रिया हो। उनीहरूलाई थाहा थियो कि नवीनता र आर्थिक प्रगतिले शक्तिमाथिको उनीहरूको पकडलाई कमजोर बनाउन सक्छ। त्यसैले शीर्षमा रहनका लागि उनीहरूले सक्रिय रूपमा यसलाई रोके।
यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याउँछ। परिवर्तन किन यति गाह्रो छ? किनभने यी प्रणालीहरू एकपटक स्थापित भएपछि आफैलाई बलियो बनाउँदै जान्छन्। समावेशी संस्थाहरूले सद्गुणी चक्र अर्थात् भर्चुअस सर्कल सिर्जना गर्छन्। शक्ति छरिएको हुनाले कुनै एउटा समूहले सजिलै आफ्नो फाइदाको लागि नियमहरू बनाउन सक्दैन। यसले कानुनको शासनलाई बलियो बनाउँछ, जसले लगानी र नयाँ विचारहरूलाई प्रोत्साहन दिन्छ। यसले बदलामा धेरै मानिसहरूलाई सशक्त बनाउँछ, जसले फेरि ती समावेशी संस्थाहरूलाई जोगाउन लड्छन्। यो एक सकारात्मक चक्र हो। अर्कोतिर शोषणात्मक संस्थाहरूले दुष्ट चक्र अर्थात् विशियस सर्कल सृजना गर्छन्। यहाँ शक्ति एउटा सानो अभिजात वर्गमा केन्द्रित हुन्छ, जसले आफूलाई धनी बनाउन यसको प्रयोग गर्छ। यो प्रणालीलाई नियन्त्रण गर्दा हुने फाइदा यति ठूलो हुन्छ कि क्रान्ति हुँदा पनि नयाँ आउनेहरूले प्राय त्यो शोषणकारी मसिनलाई भत्काउन होइन, बरु आफै कब्जा गर्न चाहन्छन्। यसलाई अल्पतन्त्रको फलामे नियम भनिन्छ। अनुहारहरू फरिन्छन्, तर भ्रष्ट प्रणाली उस्तै रहन्छ। त्यसैले मुख्य निचोड के हो भने समृद्धि भूगोल वा संस्कृतिले निर्धारण गर्दैन। नेताहरू कति चलाख छन् भन्ने कुराले पनि फरक पार्दैन। सबै कुरा उनीहरूलाई खेल्न बाध्य पारिएको खेलको नियममा निर्भर गर्दछ। यो सबै संस्थाहरूको बारेमा हो। र यो केवल सिद्धान्त होइन, यसको वास्तविक परिणामहरू डरलाग्दो छन्। आज एथियोपियाको एक औसत व्यक्तिले इङ्ल्यान्डको एक औसत व्यक्तिले कमाउने आम्दानीको 40 भागको 1 भाग मात्र कमाउँछ। यो विशाल खाडल शताब्दीयों अघि यी दुई देशले लिएका फरक संस्थागत मार्गहरूको प्रत्यक्ष परिणाम हो। यसले हामीलाई एउटा अन्तिम विशाल प्रश्नमा छोड्छ। यदि संस्थाहरू नै साँचो हुन् भने तिनीहरूलाई वास्तवमा परिवर्तन गर्न के चाहिन्छ? एउटा दुष्ट चक्रलाई कसरी तोड्ने? सायद यो नै सबैभन्दा कठिन चुनौती हो।